थाहा छैन खोइ कसरी फसेँ म Hey guys, welcome to a new video. एक दिनको ग्याप पछि भ्लग आउँछ आज। सो धेरै दिनको ग्याप पछि भ्लग आउनेवाला छ। आई नो कति दिन हिजो अस्ति हालेको, आज राति भइसक्यो। स्कुलबाट भर्खर जस्ट आएँ। बिहान पनि इन्टर त सुट गरेँ हो, बेलुका आएर कन्टिन्यू गर्छु भनेर, तर त्यो कस्तो भयो कि अनि त्यही हो। आजको भ्लग चाहिँ छोटो हुन सक्छ है, अनि त्यही हो। सही हो। अबदेखि चाहिँ आउला डेली, अल्छी लागेन भने त्यो झाउ लाग्छ बनाउने नयाँ भएर। अब चाहिँ आउला, अब चाहिँ आउला डेली भ्लग नयाँ अब चाहिँ आउला है। स्टे ट्युन्ड। अब चाहिँ आउनु पनि सक्ला, नआउनु पनि सक्ला। म्याक्स टु म्याक्स 2 दिनको ग्यापमा आउँछ, म्याक्स टु म्याक्स। तर आएन भने चाहिँ फेरि डेली आउँछ, कि त डेली आउँछ, त्यो आएन भने 2 दिनको ग्याप। बाहिरको मौसम चाहिँ कस्तो भइरहेको छ, भन्दा पानी परेको थियो अघि, सो अहिले पनि परि नै रहेको रहेछ। यस्तो छ मौसम चाहिँ। सो अहिले चाहिँ बाहिर आइसकेँ म एकछिन भ्लग सुट गर्न। सो त्यही हो, एकछिन चाहिँ अब हिँड्नुपर्ने हुन्छ, यतिको भ्लग सुट गर्दै है। आज के भयो भन्दा हिजो मैले पिटाइ खाएँ सरको हातबाट नमजाले। रिजन के थियो भन्दा एउटा साथी थियो मेरो अगाडि, त्यो ठ्याक्क मेरो अगाडि थियो। मेरो अगाडि भन्नाले लाइक त्यो ढोकामा उभ्याइदिएको थियो त्यसलाई, अनि म ठ्याक्क पछाडि थियो त्यस्तै। अनि म चाहिँ लाइक बेन्चमा थिएँ, अनि त्यसले मलाई हँसायो, म हाँस्थेँ। सरले न आर देख्यो न पार देख्यो, सिधा मलाई देख्यो, अनि त्यसपछि त हरिओम गरिहाल्यो। अनि आज पनि त्यस्तै हुन थाल्यो। मैले जोक गाएँ, फेरि स्किल्स चाहिँ छ क्या। अब आज चाहिँ होमवर्कको केसमा हुन आँटेको थियो। मैले होमवर्क गराएको छैन दिइरहेको थियो साथीहरूले जिस्काएर। सर फेरि कुट्न आँटिरहेको थियो, तर मैले कपी खोलेर देखाइहालेँ, होमवर्क देखिहालेँ। एन्ड देन सब राम्रै छ अहिलेसम्म चाहिँ। भोलि के हुन्छ थाहा छैन। 1 मिनट 35 मिनट अगाडि के बोल्यो भन्दा यही बोले यार, झुप्पी बोले। त्यही हो, आज किन अल्छी लागिरहेको बिहानदेखि, त्यही भएर पनि म भ्लग यस्तो सुस्त भएको। भित्र जामा त एडिटिङमा टाइम लाग्छ, एडिट गर्दा टाइम जान्छ। आमासुभित्र बाहिर गएर भ्लग हान्नुपर्ने हुन्छ। त्यही हो, मेरो भ्लग कर्नर चाहिँ के भन्नुहोस्, दामी लाइटनिङ आउनु यहाँ बस्नु गाइस। मछली जल की रानी है, जीवन उसका पानी है। हिजो र अस्ति चाहिँ मैले मिमहरू नै एड गर्न थालेको छु हिजोदेखि। अनि अब चाहिँ नि मिमहरू अझै पनि एड गर्छु आजको भ्लगमा चाहिँ, किनभने छोटो भ्लग हुन्छ, लामो बनाउनु पर्यो। अनि के भन्नु आँटेको थियो म बिर्सेँ। त्यसपछि मिमहरू पनि एड गर्छु, अनि त्यसपछि सबै एड हानेर अनि काटकुट भएर भ्लग चाहिँ आज 6-7 मिनटको आउला, नभए धेरै नै आउन सक्छ। 10 मिनट चाहिँ हुन सक्ला है। मलाई पुरै दिन चाहिन्छ क्या भ्लग गर्न। बिचमा 1 मिनट 1 घन्टामा 1 मिनटको क्लिप तान्दा पनि बनिहाल्छ। सो त्यस्तै हो। आज दिनै अल्छी गयो। तिमी चाहिँ सेन्टको मरो छ त कुन डियोरको कपी नयाँ अरे। सो त्यही हो, यस्तै चल्दैछ। फेरि म बाहिर जानुपर्ने हुन्छ,
होइन म भित्र बस्छु म पानी खान्छु एयरपोर्ट निद्रा लागिरहेछ बेसिक ब्लगर हो नि त ओभन चाहिँ छ तर यसको युज कसैले गर्दैन कि त्यही मेरो चस्मा हेर्नु गाइस पावरलाई चस्मा लगाउँछु नि हजुरलाई थाहा छैन भने मेरो पावर छ नि कति भन्दा चाहिँ सक हुनु होला है तपाईँहरू 0.5 को पावर छ मेरो लाउनु नलाउनु उस्तै लाग्छ मलाई चाहिँ तर यसलाई चाहिँ पुस्नु पर्ने हुन्छ कानतिर पुस्नु भन्दा यहाँ चाहिँ पुस्नु पर्ने हुन्छ कपडा राखेर चस्मा पुस्छु है म चाहिँ ल यहाँ आइज भाइ चुपचाप इज्जतमा चस्मा चाहिँ पुस्नु पर्ने हुन्छ मैले चस्मा पुस्नु छ भने सिम्पल हुन्छ ट्रिक चाहिँ सिम्पल हुन्छ हजुरहरूको चस्मा पुस्नु छ भने चाहिँ इट्स अ सिम्पल ट्रिक तो एउटा मीम आउँछ नि जब भी कुछ काम करना जाता हूँ कुछ न कुछ गलत हो जाता है यो मिलाइहाल्नुपर्छ गाइस नत्र मामिल्दा के लानुहुन्छ मलाई हेडसट हान्छ न आज मलाई यो मिलेन भने एटलिस्ट हटाइ पनि दिनु पर्यो यस मिसन सक्सेस म चस्मा पुस्न आँटेको थिएँ सरी ल म चस्मा पुस्छु अनि म एकछिनमा फेरि भेटौँला सो मेरो यो रुम चाहिँ स्टुडियो जस्तो भइसक्यो अहिलेको टाइम किनभने तर 1000 रुपियाँ दिन्छु भन्नु चस्मा चाहिँ म पुस्दिन्छु यहाँ जति चाहिँ भने चस्मा पुस्नु जस्तो एक्सपर्ट काम चाहिँ म केही नछुइनँ क्लिन कट अनि फेरि क्लिन कट एकदम बस्छ कि है तर यसको कामै लागेन मैले जे कामको लागि ल्याएको थिएँ त्यो कामै लागेन यो कानमा त हाल्नु पर्ने नि मैले चस्मा हार्ने पुसिसकेँ मेरो बाबा नि आउनु मैले हर्नले थाहा हुन्छ त्यहाँबाट आउँदै हुन्छ द्याट्स माई फादर आउँदै हुन्छ सो अब भ्लग चाहिँ एकछिनमा बनाउँछु है आज नि भ्लग आएन भने भोलि बिहान चाहिँ ढुक्कै आउँछ बिहान नै आउँछ भ्लग आज एडिट हानिदिन्छु भोलि बिहान कटिङ सिन हुन्छ अनि आज बेलुका सर्टको रेन्डरमा लगाइदिने हो भोलि बिहानसम्म त ढुक्कै आउँछ यो कस्तो हुँदो रहेछ भने युट्युबको पनि लाइक तपाईँहरूले भ्लग गर्नुहुन्छ नि एडिटहरू गर्नुहुन्छ नि जति बढी एडिट हुन्छ जति हेभी एडिट हुन्छ त्यति धेरै रेन्डरिङको लागि टाइम लाग्छ क्या हो त्यसमा पनि टाइम लाग्यो अनि प्लस यो अपलोडिङमा पनि झ्याउ लाग्छ मलाई त नेट चाहिँ राम्रो छ त्यही मात्र हुन्छ राम्रोसँग नभए चाहिँ हुँदैन सिम्पली त्यही हो अब चाहिँ एकछिन बस्नुपर्ने हुन्छ बसेर भ्लग बनाऊँ न होइन म चाहिँ बसिसकेँ रातिको धेरै त बजेर रहेछ यहाँ ठ्याक्कै 7 बजेर रहेछ त्यही आएर ब्लगमा चाहिँ जोस हुँदो रहेछ सुरुमा लुत हुँदो रहेछ जुन झ्याउ लागिरहेको हुन्छ नि के बनाऊँ हुन्छ है जस्तै अरू मेरो अस्तिको कन्टेन्ट हेर्नु अनि आजको कन्टेन्ट हेर्नु
भिन्नै छ कि आज कस्तो म अल्छी छु कि बिहानदेखि अनि मैले खासमा त हिजै भ्लग सुट गर्छु अनि हिजै हाल्छु भनेर बसायो अति जाउ लागिरहेछ कि गाइस अनि अब मैले भयो भने चाहिँ भोलिदेखि म कन्टिन्यू बनाउँछु बिहान 4-5 मिनट बनाउँछु बेलुका 4-5 मिनट बनाउँछु हुन त्यो मिनटमा हुन्छ तर हुन त सबैजनाले मिनटमा भन्छन् कि तर त्यो घन्टा हुन्छ कि घन्टालाई त्यही एडिट पारेर हो त्यो भन्दिने हो जस्तो म बोलिरहेको छु नि म बोलेको 3-4 घन्टा पुग्यो तर हजुर देख्नुहुन्न कि यो बिचको सिनहरू सबै क्लिन कट हुन्छ कि जस्तै यो त म हाल्छु अभियसली है अरू जुन अघिको यहाँ मेरो मामु हुन्थ्यो अघि है यही ठाउँमा छु मैले मामुलाई पनि भ्लगमा हालेको छु तर नहाल भन्नुभएको छ सो त्यो नि कट हुन्छ है क्वार्टर अर्डर यसमा म्युजिक हालिदिन्छु डरता जहाँ हमसे हम तुझसे डरते त्यो म्युजिक भेट्यो भने चाहिँ हालिदिन्छु है Spicy meat. Yeah, boy. त्यही हो है सो अनि के अरे हजुरहरूलाई कहिले काहीँ हुन्छ नि कहिले काहीँ लाग्दैन हजुरहरूलाई त्यो भएको छ कि छैन स्लिप प्यारालाइसिस उहाँको मान्छे यहीँ सुतिरहेको हुन्छ कि मान्छे सुतिरहेको हुन्छ कि त हजुर हल्लिन पनि सक्नुहुन्न हजुर सुनिराख्नु भयो देखिराख्नु भयो तर केही गर्नु सक्नु प्यारालाइसिसको एकछिनलाई आफै ठिक हुन्छ मस्त नि बिहान भएको थियो कि आज बिहान म त एकछिन फ्रिज भइदियो सर्ट भनेर के हो बोल्न पनि सक्दिनँ कि आँखा मात्रै हल्लिन्छ यस्तो गर त्यही हो है अब आजको भ्लग यस्तै भइहाल्यो भोलिदेखि चाहिँ राम्रो भ्लग आउँछ भन्ने आशा गर्छु तर एन्ड चाहिँ गर्दिनँ अहिले किनभने मेरो टाइमिङ पुगाउनु छ सो अब एकछिनमा भेट्छु यता गाइस म चाहिँ आइसकेँ एउटा सानो काम सकाएर सो त्यो काम चाहिँ हल्का इम्पोर्टेन्ट थियो त्यो काम सकाएर आइसकेँ म है अनि त्यो काम चाहिँ सिद्धो हल्का सानो मात्रै काम थियो धेरै ठुलो थिएन काम नि केही लुगाउनु यहाँ दुध ल्याउनु थियो पसलबाट केटा पैसा त डह्रो छ कि मसँग तर यसको बदलामा 1000-1000को नोट भइदियो भए दामी हुन्थ्यो कि त्यो हुन्छ नि पशुपतिको जोगीलाई दिएर राखेको पैसा जस्तो छ यार मलाई नि जोगी बनाइदिएन मेरो घरमा उस्तै छ यार पारा सोचाऊं मेरे लिए मंदिर जाऊं दीवार मेरे नाम का कराऊं हंसता रहूं मैं जो भी हो मेरी बातें मैं ना सुनूं यही हो केटा अब कस्तो क्रेजी भी हो रहेछ यार माथिबाट अन्डाउनु पर्ने त्यसका गीत कस्तो हुन्छ सुन पारी आएका त्यही हो गाइज वेलकम टु द एन्ड है भ्लगको एन्डिङको बेला भइसक्यो होप सबैजना सन्चै सुविस्त हुन्छ होला अगाडि पनि यसै गरी माया देखाइरहनु होला र च्यानललाई सब्सक्राइब लाइक सेयर गर्न नभुल्नु होला थ्याङ्क यू सो मच फर वाचिङ अगाडि पनि भ्लग आउने नै छ बाई द वे 2 दिनको ग्याप भयो भने मलाई नकराउनु होला म भोलिदेखि डेली भ्लग हाल्ने कोसिस चाहिँ गर्छु तर चाहिँ नि हुनसक्छ थ्याङ्क यू सो मच फर वाचिङ बाई हुन्थे सुना पारी